तसिदेलै नमस्कार। टिबेट टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई स्वागत छ। यस शब्दको तिब्बत परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो साङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। विश्वलाई शान्तिमय र सौहार्दपूर्ण बनाउने समय आएको परमपवन ज्यूको भनाइ। युएस हाउसले तिब्बतीहरूका लागि वास्तविक स्वायत्तता मान्यता संकल्प पारित। प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले नयाँ दिल्लीमा अमेरिकी राजदूतसँग भेट। भारत तिब्बत बाइक र्यालीको समारोहमा सभामुख र उपसभामुखको सहभागिता। अमेरिकी राज्य विभागका रिपोर्टले तिब्बतलाई सैन्य कब्जा भूमिको रूपमा वर्णन। चीनले दलाई लामाको छनौट गर्न नसक्ने अमेरिकी राजदूत ब्राउन बेगको भनाइ। जेनेभा फोरमले चीनमा मानव संसाधन निगरानीको लागि विशेष संयन्त्रहरूको नियुक्ति गर्न आग्रह। बेलायती सांसदद्वारा चीनले तिब्बतमा जातीय सफा गर्ने बारेमा चिन्ता। अब समाचार विस्तारमा। परमपवन दलाई लामा ज्यूले आफ्ना श्रोताहरूलाई शिक्षाको माध्यमबाट यस विश्वलाई शान्तिमय र सुमधुर बनाउने दिशामा मानव जातिको एकताको भावनाको आधारमा काम गर्न सम्झाउनु भयो। यस हप्ता बिहिबार परमपवन दलाई लामा ज्यूले सिडनी विश्वविद्यालयको ब्रेन एन्ड माइन्ड रिसर्च इन्स्टिच्युटका प्राध्यापक इयन हिकीसँग लचिलोपन, आशा र कल्याणको लागि सम्पर्क बन्ने विषयको भर्चुअल संवादमा भाग लिनु भएको थियो। यो भर्चुअल संवाद 2020 सम्मेलनको एक हिस्सा हो जसले खुसी र पूरा जीवनको लागि धेरै र विविध कारणहरूमा अन्वेषण गरेको छ। Logically, whole universe, whole galaxies, there is beginning. So logically, anything which have beginning, they logically end, come. So therefore, now whole galaxies now gradually now ending. Godad. So this nature phenomena, so we cannot do much. Now what we can do, and important is while we alive here, we should be happy life, peaceful life. That is important. Whole sort of galaxies now changing, and this planet also now changing, and meanwhile we fight each other. We create a lot of problem by ourselves. It is quite sad and actually illogical. Whole galaxies now gradually ending. While we are alive, we should live happily, peacefully. So all this education is key factor. यस हप्ता अमेरिकी प्रतिनिधि मण्डलले एक प्रस्ताव पारित गर्नुभयो जसमा गणतन्त्र चीनमा तिब्बतीहरूको वास्तविक स्वायत्तताको वकालतको महत्त्व र 14औं दलाई लामाले विश्वव्यापी शान्ति, सद्भाव र समझदारीलाई प्रवर्धन गरेको छ। The CCP is trying to stamp out Tibetan Buddhism and Tibetan way of life, even though Tibet is guaranteed autonomy under China's constitution. Despite these challenges, the Dalai Lama has stood as a leader in the promotion of human rights and religious harmony and the preservation of Tibetan culture and religion. The Dalai Lama's contribution to peace and nonviolence has been revered by the international community and for decades by the U.S. Congress. Congress has remained committed to strengthening the relationship between the U.S. and the Tibetan people. I'd like to thank His Holiness, the 14th Dalai Lama, for his dedication to the Tibetan people. प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले रिपब्लिकन कांग्रेसका समर्थक टेड योहोलाई महत्त्वपूर्ण प्रस्तावलाई प्रायोजित गर्नको लागि धन्यवाद दिनुभयो। नोभेम्बर 2019 मा प्रशासन प्रमुखको अमेरिकी भ्रमणको पहिलो चरणमा उनीहरूको बैठकको दौरान रिपब्लिक टेड योहोले तिब्बत मुद्दाको लागि कांग्रेसनल द्विपक्षीय समर्थनको पृष्ठ गरेका थिए र कांग्रेसका सदस्यहरूलाई सम्बोधन गर्न परमपवन दलाई लामा ज्यूलाई एक भिडियो सम्मेलन मार्फत
आमन्त्रित गर्न बढावा दिएका थिए। प्रशासनका प्रमुख डाक्टर लवप्रसाद सिंघेले अमेरिकी राजदूत केनेथ इयन जस्टरसँग गत शुक्रबार दिउँसो 1 घण्टा लामो भेटवार्ता गरेपछि भारतको राजधानीमा भएका अन्य विभिन्न आधिकारिक कामहरूमा सहभागिता हुनुभएको थियो। प्रमुख डाक्टर सिंघेले पनि विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनले आयोजना गरेको क्लोज डोर डिस्कसन अन तिब्बत छलफलमा भाग लिनुभयो र विश्व युगुर कङ्ग्रेसले आयोजना गरेको अन्तर्राष्ट्रिय भर्चुअल छलफलका मुख्य वक्ताको रूपमा भाग लिनुभयो। तिब्बती संसदका सभापति श्रीमान पेमा जुङने र उपसभापति आचार्य यिसे फुन्चोकले यस हप्ता बुधबार भारत तिब्बत बाइक र्यालीलाई हरियो झण्डा देखाउँदै र्याली सुरु गर्नुभयो। तिब्बती संसदका सभापति श्रीमान पेमा जुङने र उपसभापति आचार्य यिसे फुन्चोकले यस हप्ता बुधबार भारत तिब्बत बाइक र्यालीलाई हरियो झण्डा देखाउँदै र्याली सुरु गर्नुभयो। तिब्बती युवा कांग्रेसको पहलमा 50 जना सवारी चालकले धर्मशाला, बीर, पन्टा साहिब, तेगिलिङ, दिल्ली, कुल्लू, मनाली हुँदै रोहताङ र किन्नौरको भारत सीमामा 23 नभेम्बर समाप्त हुनेछन्। चीनलाई पर्दाफास गर्ने उद्देश्यका साथ भारत तिब्बत बाइक र्याली सुरु गरेका थिए। संयुक्त राज्य अमेरिकाको स्टेट डिपार्टमेन्ट अफ पोलिसी प्लानिङले चीनका चुनौती तत्त्वहरू शीर्षकमा कसरी अमेरिकाले प्रतिक्रिया जनाएको र चीनको निरङ्कुशतालाई कसरी जवाब दिनुपर्छ भन्नेमा 72 पृष्ठको रिपोर्ट जारी गर्नुभयो। उक्त प्रतिवेदनले चीनमा जातीय र धार्मिक अल्पसंख्यकहरूको दमनको छलफललाई स्थान दिएको छ र रिपोर्टको 42 पृष्ठमा तिब्बतलाई सैन्य रूपमा कब्जा गरेको भूमि हो भन्दै स्पष्टसँग वर्णन गरिएको छ। मानव अधिकारको सन् 1948 को सार्वभौमिक घोषणापत्रमा उल्लिखित सिद्धान्तहरूको गम्भीर उल्लङ्घनमा चीनले सन् 1950 दशकदेखि तिब्बतलाई सैन्य कब्जामा राखी सिन्ज्याङ, युगुर र लाखौं अन्य तुर्की मुसलमानहरूलाई पुनः शिक्षा दिन क्रूर कार्यक्रम आयोजना गरेको छ। चीनको भित्री मङ्गोलियन स्वायत्त क्षेत्रका जातीय मङ्गोलियनहरूलाई थिचोमिचो पारेका छन् र करिब 70 लाखको संख्यामा भएको चीनका इसाईहरूमा कडा नियमहरू लागू गरेको छ। तिब्बतीहरूको साथसाथै द एलिमेन्ट्स अफ चाइना च्यालेन्जमा टिएनएनमेन स्क्वायरका प्रदर्शनीकारीहरू, युगुर र इसाईहरूको दमनको बारेमा छलफल गरिएको छ। अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको लागि अमेरिकी राजदूत सैम ब्राउनबैगले अर्को दलाइ लामा छन्नेमा चीनको हस्तक्षेपको विरोध गर्दै संयुक्त राज्य अमेरिकाले धार्मिक समुदायलाई आफ्नो नेतृत्व छनौट गर्ने अधिकार छ भन्दै समर्थन दिनुभयो। राजदूत ब्राउनबैगले 2020 को धार्मिक स्वतन्त्रता वा विश्वासको मन्त्री परिषदलाई सम्बोधन गर्दै धार्मिक स्वतन्त्रता मुद्दाहरूको जवाब दिए जसमा चीनले युगुर, तिब्बती बौद्ध, क्रिस्चियन र फलुङ आदिलाई सताएको बारेमा भन्नुभयो। गत वर्ष राजदूत ब्राउनबैगले केन्द्रीय तिब्बती प्रशासनको निर्वाणस्थल धर्मशालामा भ्रमण गरेका थिए जहाँ उनको उपस्थितिले चीनमा कडा सन्देश पठाउँदा तिब्बतीहरूलाई ठूलो आशा भएको थियो। जेनेवा फोरमको घोषणापत्रमा सरकार र अन्तर्राष्ट्रिय निकायहरूले राष्ट्रिय र बहुपक्षीय स्तरमा चीनमा धर्म वा विश्वासको स्वतन्त्रताको हनन सहित मानव अधिकारको स्थितिको निगरानी र रिपोर्ट गर्न विशेष संयन्त्र नियुक्त गर्न संयुक्त राष्ट्र सङ्घका 50 स्वतन्त्र विज्ञहरूले 26 जुन 2020 मा आग्रह गरिएको छ। चीनको शासन प्रणाली अन्तर्गतका क्षेत्रहरूमा धार्मिक स्वतन्त्रता वा विश्वास उल्लङ्घनको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै घोषणापत्रले सरकारलाई धर्म अन्तर्गतको सबै धार्मिक समूहहरूको स्वतन्त्रता वा विश्वासको संरक्षणको लागि सार्वजनिक रूपमा सामेल हुन आह्वान गरेको छ। चीनका शासन र चिनिया सरकारलाई दलाइ लामा जुको पूर्ण जन्म जस्ता आफ्नै धार्मिक नेताहरूको छनौट र निर्धारण गर्न धार्मिक समूहहरूको अधिकारमा हस्तक्षेप गर्नबाट रोक्न आग्रह गरेको छ। गत हप्ता 5 दिनसम्म आयोजित जेनेवा फोरम 2020 मा मानव अधिकार विज्ञ, चिकित्सक, शिक्षाविद, कार्यकर्ता, कूटनीतिज्ञ, अधिवक्ता, संसद र नेताहरूले धर्म स्वतन्त्रताको बारेमा चीनको नीति ग्लोबल इम्प्याक्ट शीर्षकमा केन्द्र विषयवस्तु रहेको थियो। बेलायती संसद सदस्य तन्मनजिन सिंह देशीले गत हप्ता बेलायतको संसदमा चिनिया कम्युनिस्ट पार्टीले तिब्बतमा धर्मको स्वतन्त्रता वा तिब्बतमाथि विश्वासको उल्लङ्घन भएकोमा चिन्ता व्यक्त गर्नुभयो। Authoritarian Chinese Communist Party regime has now turned its tyranny onto pro-democracy Hong Kongers. So what concrete steps is the minister taking to mobilize our international partners so that the world's democracies act against this human rights crisis
in a effective and coordinated manner. हस् त यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, टसी दिलिक।